सर्वप्रथम देश विदेशमा छरिएर रहनुभएका सम्पूर्ण आमा बुबा लगायत सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूमा बुद्ध जयन्तीको शुभकामना व्यक्त गर्न चाहन्छु। साथसाथै तपाईको यस जीवनमा भोगिरहनुभएका दुःखहरू पनि बुद्धको आशीर्वादले गर्दा केही मात्रामा कमी कमजोरी हुँदै जाओस् भन्ने कामना गर्दछु। हामीले यस जीवनमा पाएका जे जति सुख अनि दुःखहरू छन् ती सबै पनि पहिलो जुनीमा हामी आफैले गरेका कर्मका फल स्वरूप यस जुनीमा प्राप्त भएका हुन् भनी हामीले मनमा दिन प्रतिदिन सम्झिनु पर्दछ। हस्त धन्यवाद।